जब देशमा लार्जेस्ट पार्टी र सेकेन्ड लार्जेस्ट पार्टी गठबन्धन गरेर सरकार बनाउन थाल्दछ, त्यही देशमा तानाशाहको सुरुवात हुन्छ। आज हाम्रो देशमा पहिलो बनेको एमाले र दोस्रो बनेको नेपाली कांग्रेसले गठबन्धन गरेर बनेको सरकारले देशमा जे गरे पनि हुने अनियमितता, भ्रष्टाचार, अनेक खालको टिकोरामोरो गरेर यो सरकार अगाडि बढिरहेको छ। र आज हामीले जे जति अनियमितताहरू, जे जति समस्याहरू, जे जति भ्रष्टाचार हामीले भोगिरहेका छौं, ती सबै यो कोलिजन सरकार अथवा पहिलो र दोस्रो पहिलो पार्टीहरूको यो गठबन्धनको कारणले भइरहेको छ। यहाँ देशमा हरेक इमान्दार राष्ट्रभक्ति व्यक्तिहरूलाई बिस्तारै बिस्तारै पन्छाइँदैछ। छानी उनीहरूलाई देशबाट विभिन्न पदबाट उनीहरूलाई पदच्युत गरिँदैछ, बर्खास्त गरिँदैछ। त्यसैले यस्तो कार्यक्रमहरूमा हामी सबै सानो फिलिङको जस्तै भएर भए पनि यो वालिङको चोकमा, वालिङको मोडमा, वालिङमा हामीले सानो विरोधको कार्यक्रमहरू गर्दै आइरहेका छौं। र त्यसैको श्रृंखला स्वरूप आज हामी यो श्रृंखलामा कुलमान घिसिङलाई बर्खास्त गरेको यो विरोधमा हामी यहाँ जम्मा भएका छौं। र खुशी लाग्यो आजको यो कार्यक्रममा विभिन्न ठाउँबाट यतिको धेरै साथीहरू जुटेर यो विरोध कार्यक्रमलाई सम्पन्न गर्नको लागि, सफल पार्नको लागि र ऐक्यबद्धता जनाउनको लागि जुन यहाँहरूले आफ्नो समय यहाँ दिनुभएको छ, म यहाँ सबैलाई एकदमै हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यक्रमहरूमा पनि देशलाई जब दुख्छ, देशलाई जब चोट पुग्छ, त्यस्तो बेलामा हामी यहीँबाट यो देशका सरकार, देशका भ्रष्ट मतियार सरकारहरूलाई चेतावनी दिने कामहरूमा पुनः जोडौं, पुनः सँगै हामी हातेमालो गरौं भन्ने मेरो छोटो मन्तव्य यही अन्त गर्न चाहन्छु। हवस् त, जय देश, जय कुलमान। कुलमान घिसिङ जिन्दाबाद, जिन्दाबाद। कुलमान घिसिङ जिन्दाबाद, जिन्दाबाद। कुलमान घिसिङ जिन्दाबाद, जिन्दाबाद। भ्रष्ट सरकार चाहिँदैन, भ्रष्ट सरकार चाहिँदैन, भ्रष्ट सरकार को तर्फबाट यहाँ कुनै पार्टीको झण्डा कसैसँग छैन। हामी कुनै पार्टीमा आबद्ध छैनौं। हामी स्वतन्त्र नागरिक हौ, हामी नेपाली हौ, हामी नेपाल हेर्न चाहन्छौं र हामी नेपाली भएर बाँच्न चाहन्छौं। त्यसैले गर्दा आज हामी नेपालको झण्डा मुनि बसेर नेपालमा हुने गरेका यी विकृति, विसङ्गतिहरूको विरोध स्वरूप तपाईँ हामी सबै एकजुट भएर अगाडि लाग्नुपर्दछ भन्ने पनि यहाँहरू समक्ष म प्रश्न पार्न चाहन्छु। यो सबैका आफ्ना सिद्धान्तलाई छेउमा राखेर जब देशमा अराजकता, विकृति, विसङ्गतिले छाया चाल्दछन्, पाइला चाल्दछन्, त्यति बेला हामी कुनै पनि पार्टीको झण्डा मुनि बस्नु हुँदैन। हामी नेपालको झण्डा मुनि बसेर नेपाली आमालाई माया गर्दै, नेपालको अखण्डतालाई सम्झँदै, नेपाल हुनुमा गर्व गर्दै सम्पूर्णलाई नेपाली बन्नको लागि पनि म यहीबाट आह्वान गर्न चाहन्छु। त्यसै गरी आजको यस कार्यक्रममा, यस विरोध कार्यक्रममा आफ्ना छोटो मन्तव्य केवल 3 मिनट 5 मिनटसम्मको, धेरै बेर नगरौं, 3 मिनटसम्मको छोटो मन्तव्य राखिदिनका लागि हाम्रा समाजसेवी श्री युक्त प्रसाद तिवारीजीलाई म यहाँ आमन्त्रण गर्न चाहन्छु। धन्यवाद घोषज्यू। नमस्कार सबै वालिङवासीहरू। हाम्रो एउटा दुःखदै समाचार जस्तो भयो कि यो सरकार कहाँसम्म गिरेको रहेछ भन्ने कुरो त आज छर्लङ्ग भयो। देशमा यत्रा कल कारखानाहरू थिए, सबै बेची यिनीहरूले खाए। एउटा विद्युत प्राधिकरणले राम्रो काम गरेको थियो, त्यसमा धेरै 18 घण्टा लोड सेडिङको हामीले अनुभव गरिरहेछौँ। कति दुःखद घडीमा थियौँ। कुलमान घिसिङ आएपछि लोड सेडिङ हटेको थियो। यसमा पनि यिनीहरूको आँखा गड्यो। यी सरकार कतिसम्म गिर्न सकेका रहेछन् भन्ने कुरो हामीले छर्लङ्ग पारेका छौँ। त्यसको लागि हामी विरोध सभाको लागि यहाँ जम्मा भएका छौँ।
तपाईँ हामी सबैले यो हामी सबैको दायित्व हो। भोलि बिहान लोड सेडिङ भयो भने कहाँसम्म हामीलाई दुःख हुन्छ के हुन्छ यो हामीले सबैले बुझ्दै हामी सबै चाहिँ विरोध गरौँ भनेर यहाँ जम्मा भएका छौँ। यो सरकारको कसरी हामीले विरोध गर्दा विरोध त उनीहरूलाई भइसकेको छ, लाज पचेका रहेछन्, जति भने पनि सुन्ने खालका रहेनछन्। तर यिनीहरूको विरोध जति गरे पनि नहुँदो रहेछ। हामीले आफ्नो तर्फबाट कसरी विरोध गरेर अघि बढ्ने हो कि हामी सबैले बुझेर अघि बढ्ने र आज यिनीहरूको विरोधमा मोमबत्ती जलाएर हामीले विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको हुँदा हामी सबै सहभागी भइदिउँ भन्ने सानो मन्तव्य राख्दै म यहाँलाई बिदा हुन चाहन्छु। हस्त नमस्कार। धन्यवाद समाजसेवी श्री युक्त प्रसाद तिवारीज्यूलाई। आज देश एउटा विकराल अवस्थामा रहेको छ र यो विकराल अवस्था रहनुको कारण हामी पनि गैर जिम्मेवार हुनु हो। हामीले पनि आफ्ना ठाउँबाट आफ्ना स्थानीय निकायहरूलाई झन्झकाउँदै अगाडि बढाउँदै स्थानीय निकाय समृद्ध गराउने जिम्मेवार हामी सबैको हो। यदि हामी सबै कसियौं भने अवश्य पनि हामीले समृद्ध वालिङ पनि कुनै समय हेर्न पाउनेछौँ। यदि हामी जिम्मेवार रहेनौं र हामीमा दायित्वबोध रहेन भने अवश्य पनि यस वालिङको खस्कने परिस्थितिलाई हामीले नजरअन्दाज गर्न सक्दैनौँ। त्यसैले गर्दा हामी आम नागरिकहरू जिम्मेवार भएर अगाडि बढ्नका लागि पनि म यहाँ विशेष अनुरोध गर्न चाहन्छु। त्यसै गरी आफ्ना छोटो मन्तव्य राखिदिनका लागि स्तम्भकार र समाजसेवी श्री दिनकर नेपालजीलाई म विशेष अनुरोध गर्दछु। कृपया 5 मिनटमा आफ्नो मन्तव्य राखिदिनु होला। धन्यवाद। आज हामी यहाँ उभिएर यो विरोध गर्न पर्नको कारण हामी सबैलाई थाहा छ। यो देशमा दशकौंदेखि अन्धकारमा लोड सेडिङमा रहेको अवस्थालाई हाम्रा छोराछोरीहरूले हामीले हाम्रो पुस्ताले मोमबत्ती बालेर पढ्न पर्ने अवस्थालाई अन्त्य गर्ने एकजना नायकलाई आज यो सरकारले तिरस्कृत गरेर बर्खास्त गरेको छ। यो कुनै सानो कुरा होइन। हिजो कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्दै गर्दा त्यो अर्बौं घाटामा थियो। दशकौंदेखि अर्बौं घाटामा रहेको संस्थालाई उनले आफ्नो कार्यकुशलता आफ्नो व्यवस्थापकीय कौशल लगाएर नाफामा पनि ल्याए र नेपाललाई लोड सेडिङ मुक्त पनि गरे। तर यो सरकार यो भ्रष्टतन्त्र र हरेक राजनीतित्व हस्तान्तरण गर्न रोकेको छ। जुन तत्त्वले गगन थापालाई रोकेको छ, जुन तत्त्वले रामकुमारी झाँक्रीलाई रोकेको छ, जुन तत्त्वले 84 दिनसम्म रवि लामिछानेलाई जेलमा राखेको थियो, जुन तत्त्वले आज बलेनलाई काम गर्न दिएको छैन, जुन तत्त्वले आज काठमाडौँ महानगरपालिकामा नियत गर्ने कर्मचारीहरूलाई तलब बाँड्न नदिने अवस्थामा पुर्याएको छ, त्यही तत्त्वले त्यही नेताहरूले त्यही राजनीतिले त्यही भ्रष्टतन्त्रले त्यही यो राज्य व्यवस्थालाई हाम्रो सम्पत्ति हो, हामीले आर्जेको, हामीले जे गरे पनि हुन्छ, यो देशका जनता भेडा हुन् भनेर भन्ने यी टाउके नेताहरूले आज यो अवस्थामा ल्याएका हुन्। र अब नेपाली जनताले यो सहेर बस्न सक्ने अवस्था छैन। आज यो ठाउँमा हामीले हाम्रा यहाँका स्थानीय नेताहरूले थुप्रै यहाँका नेतृत्वहरूले यहाँका चिनिएका मान्छेहरूले त्यही पार्टीका त्यही सरकारमा भएका पार्टीहरूका यहाँका नेताहरूले गएर हाम्रो महसुल घटाइदिनुहोस्, यसरी नबढाउनुहोस्, हामी जनता मारमा परेका छौं, हाम्रै पानी हो आधी खोला। हिजो हामीसँग एउटा सम्झौता गरेर यहाँका जनतासँग सम्झौता गरेर हामीहरूलाई यो क्षेत्रका जनतालाई अग्राधिकार दिएर त्यो बिजुली ल्याइएको हो, यो महसुल यसरी नबढाउनुहोस् भनेर यहाँका महिनौसम्म यहाँका नेताहरू यहाँका समाजसेवीहरू गएर त्यही प्रधानमन्त्रीसँग तिनै नेताहरूसँग हाम्रै यहाँका सांसदहरूसँग कति आर्गुवार गर्नुभयो। तर यसको सुनवाई हुँदैन। हाम्रो महसुल उनीहरूले बढाएरै छोडे। आम जनताले तिरेको बिजुलीको बिल उनीहरूले डबल गर्छन्, ट्रिपल गर्छन्। तर अर्बौं बक्यौता बाँकी रहेका अर्बौंको ऋण यो राष्ट्रलाई बोकाएका प्राधिकरणलाई बोकाएका ती उद्योगपतिहरूको चङ्गुलमा तिनीहरूको घर घरमा तिनीहरूको होटलमा सेटिङ गरेर अर्बौंको त्यो बक्यौता
करोडौं घुस खाएर मिलाउनको लागि त्यो बाटोमा अडचन भएको भएर आज कुलमान घिसिङलाई पाखा लगाउन खोज्यो। राष्ट्र कसको हो? यो देश कसको हो? हामी जनताको हौ। यी हामीले चुनेको हामीले हालेको भोटबाट माथि पुगेर ती संसदका टाउकाहरू यिनीहरूका खर्तीमा छन् भनेर यिनीहरूले यो देशमा हामीले जे पनि गरेर हुन्छ। हामी तीनजना मिलेपछि यो देशमा हामी जे पनि गर्न सक्छौं। आज एउटा सार्वभौम नागरिक भएर आफ्नो पुर्खाको थलोमा मन्दिरमा पूजा गरेर काठमाडौँमा फर्काउने गर्दा आम जनतालाई रुचाएर सकेको व्यक्तिलाई जे आफूसम्म यिनीहरूले खुला भन्न सक्छन्। कसको हो यो देश? हामीले आज यहाँ उभिएर वालिङका जनताहरूले आज यहाँ उभिएर दिन खोजेको सन्देश यही हो कि यो देश तिमीहरूको पेवा होइन। यो देश हाँक्नको लागि, यो ठाउँ हाँक्नको लागि, यो राष्ट्र हाँक्नको लागि, यो राज्य चलाउनको लागि अब यो देशमा युवा पुस्ता दमदार रूपमा तयार भएको छ। बालेन हाम्रो प्रतिबिम्ब हो। आज रवि लामिछाने यो देशका दुःख पाएका जनताहरूको लागि लडेको एउटा प्रतिबिम्ब हो। यो देश यो व्यक्तिको कुरा होइन। हिजो जुन तागतले गगन थापालाई रोक्यो, सोडिम वाग्लेलाई रोक्यो, बालेनलाई आज रोक्दैछ, रवि लामिछानेलाई आज रोक्दैछ। त्यो तागतले, त्यो तत्त्वले, त्यो भ्रष्ट नेताहरूले, त्यो भ्रष्ट राजनीतिकरणले र यो राज्यको अति राजनीतिकरण अस्थिरीकरणले आज हामीलाई गुमराहमा पार्दैछ। भोलि फेरि चुनाव आउँछ। चुनावभन्दा अगाडि हामीले सशक्त आन्दोलन गरेर व्यवस्था परिवर्तन गर्न सकौँला नसकौँला, तर भोलि फेरि चुनाव आउँछ। चुनावमा मत हाल्ने दिनमा हाम्रो हातमा यो देशको राज्य सत्ता पलट्ने तागत आउँछ। त्यति बेला आज यिनीहरूले गरेका कर्तव्यहरू यहाँले सम्झिनु होला। वालीको विषयमा बोल्न पर्ने धेरै कुरा छन्, तर आज यसको लागि उचित मौका होइन। हामी फेरि एकचोटि यहीबाट यो सरकारलाई, यो राज्यलाई र वालीमा पनि तिनै पार्टीहरूका प्रतिनिधि बनेर यहाँ बस्नु। हाम्रा प्रतिनिधि होइन, हामीले भोट हालेको भए पनि हाम्रो प्रतिनिधि भएर उहाँहरू सत्तामा होइन, ती पार्टीका प्रतिनिधि भएर बस्नुभएका यी नेताहरूलाई हामी खुल्ला रूपमा चुनौती दिन चाहन्छौँ। तपाईँहरू यो देशको, यो समाजको, हामी जनताको काम गर्ने बन्नुहोस्। तपाईँहरू हामी अफिसमा पुग्दा भेट्न खोज्दाखेरि भाग्न पर्ने, हामी काठमाडौँ पुगेर तपाईँहरूलाई सिंहदरबारबाट निकाल्न पर्ने नबन्नुहोस्। म यति चुनौती गर्न चाहन्छु। खुला रूपमा 5 लाख जनता काठमाडौँको सडकमा 5 दिन मात्र उभिने हो भने यो तन्त्र पनि ढल्छ, यो सरकार पनि ढल्छ, त्योकाको तन्त्र स्थापित हुन्छ। धन्यवाद। धन्यवाद। युवा नेतृत्व, युवा नेता स्तम्भकार समाजसेवी दिनकर नेपालजीलाई, जसले देश परिवर्तनका लागि आज युवा तयार भइसकेका छन्। तपाईँ हामी नै एउटा विचार हुनुपर्छ जसले देशलाई संरक्षण र सरकार राख्नु सक्नु पर्दछ भन्ने कुरामा आफ्नो जोरदार प्रस्तुत दिएर गइसक्नु भएको छ। त्यसै गरी आजको यस विरोध सभामा आफ्नो छोटो मन्तव्य राखिदिनका लागि व्यवसायी समाजसेवी श्री खिमानन्द पराजुलीज्यूलाई म विशेष अनुरोध गर्दछु। उपस्थित सम्पूर्णमा सन्ध्याकालीन नमन। मलाई एउटा कुरा सरकारलाई र हामी आफैलाई पनि प्रश्न गर्न मन लाग्यो। के हामीले खोजेको मुलुक यही हो? के हामीले निर्वाचित गरेको यसैको लागि हो? के हामीले पाउने सुशासन यही खालको हुनुपर्थ्यो? अब बिउजिने बेला चाहिँ भयो जस्तो लाग्यो। आज हामी दलभन्दा माथि उठौँ। सबैभन्दा पहिला हामी नेपाल र यो देशमा बस्ने हामी नेपाली जनता हौ। पहिला जनता, त्यस पछाडि बल्ल पार्टी, त्योभन्दा माथि देश। हिजो हामीले यस्तो खालको सुन्दर मुलुक, सम्भावना नै सम्भावना भएको मुलुकमा जहाँ सबैभन्दा पहिलो नम्बरमा देखिने भनेको हाम्रो जलबाट प्राप्त हुने ऊर्जा, जसले चाहिँ उज्यालो बनाउनलाई सहयोग गर्दो रहेछ, अथाह सम्भावना भएको मुलुकमा चाहिँ विभिन्न कम्पनी अथवा विभिन्न बिचौलियाहरूको सँग बिकेर यो देशलाई चाहिँ 18-20 घण्टाको चरम लोड सेडिङमा राखियो। तपाईँ हामीलाई थाहा छ नि त, कतिखेर बत्ती आयो र कतिखेर गयो भन्ने हामीलाई थाहै हुँदैन थियो। हामीले त्यो दिन बितायौं। अनि आज आएर चाहिँ साँच्चीकै यो देशमा
तत्कालीन समयमा 3 महिनाभित्रै गुलमान घिसिङ नियुक्त भएको 3 महिनाभित्रै लोडसेडिङको अन्त्य हुन सम्भव भएको थियो र त्यस पछाडि सायद सबैभन्दा बढी बत्तीको प्रयोग हुने पर्व भनेको तिहार हो। त्योमा पनि अहिलेसम्म हामीले लोडसेडिङ भएको महसुस गरेनौं। आज हामी नीति विधि र पद्धतिको कुरा गरौं। यदि साँच्चीकै यो देश समृद्ध बनाउन चाहेको हो, यो देशमा साँच्चै राम्रो गर्न चाहेको भने कुलमान घिसिङलाई निकाल्नुपर्ने कारण चाहिँ के पर्यो सरकारलाई? के बिचौलियासँग चाहिँ त्यो पैसा उठाउने कुरा चाहिँ गलत थियो कि सबै संस्थानहरू सबै विभागहरू चाहिँ घाटामा गएको यो एउटा विद्युत प्राधिकरणलाई नाफामा लानु चाहिँ कुलमान घिसिङको दोष हो? होइन भने एकपटक तपाईँ हामी नेपाली जनता भन्न सक्छौं। मैले आज विभिन्न व्यक्तिका विषयमा धेरै कुराहरू भन्न मन छ, तथापि आज यो प्लेटफर्म चाहिँ होइन। हामी आज विशुद्ध फरक सन्दर्भको लागि जम्मा भइरहेछौँ। त्यसले मैले एउटा मात्रै कुरा सरकारलाई के भन्न चाहन्छु भने सरकार बिउज समय छ, बितिसकेको छैन। तर यस्तै गर्दै गयो भने भोलि बितिसक्छ, बितेपछि पछुताउने ठाउँ पनि नरहन सक्छ। त्यसैले यो देशमा रहेका सम्पूर्ण राजनीतिक दल, त्यसमा आस्था र विचार राख्ने राजनीतिक दलका आस्था र विचार राख्ने साथीहरू सबैले दलभन्दा माथि उठेर यो सरकारले गरेको गलत कदमको विरोध गरौं। मैले त अहिले चाहिँ भन्न चाहन्छु, विशेष गरी नेपाल सरकारको नेतृत्व गरेका विशेषतः ठूला पार्टीहरूका सक्रिय कार्यकर्तादेखि लिएर सबैले चाहिँ अझ चर्को रूपमा आन्तरिक रूपमा पार्टीलाई चाहिँ यो खालको चाहिँ माहौल क्रिएट गर्नु कि कुलमान जस्ता अरू 1000 कुलमानहरू जन्माउनु पर्ने ठाउँमा एउटा कुलमान फेक्नु चाहिँ आफैमा दुर्भाग्यपूर्ण छ। यसले चाहिँ साँच्चीकै जनतामा चाहिँ पैदा भएको निराशा र अस्ति सुनिन्छ कता कता राजाबाजीको पक्षमा लागे अरे भनेर भन्ने परिस्थिति त सरकार आफै गराउँदैछ। यस्तै खालका क्रियाकलापहरू रह्यो भने तपाईँ हामी पनि यो धेरै छोटे राजा भन्दा एउटा राजाको पछाडि लागेर संवैधानिक राजतन्त्र ल्याउँदा ठिकै होला कि भन्ने परिस्थितिमा जान पर्ने परिस्थिति बन्न सक्छ। त्यसैले ब्याउँछौं। मैले एकपटक भन्न चाहन्छु, यो सरकारको निर्णय, नेपाल सरकारको यो कुलमान चाहिँ घिसिङलाई अपदस्थ गर्ने निर्णय चाहिँ को विरुद्धमा सबैलाई एक स्वरका साथ मुर्दाबाद भन्न चाहन्छु। मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। धन्यवाद, नमस्ते। धन्यवाद व्यवसायी समाजसेवी श्री खिमानन्द पराजुलीज्यूलाई। यी हाम्रा बन्द आँखाहरू, दृष्टि रहेका बन्द आँखाहरू खोल्नु जरुरी छ। दृष्टि रहेका बन्द आँखाहरू खोल्नु जरुरी छ। आफ्नो नेपाल आमालाई सम्झिँदै अब आँखा खोल्नु र उठ्नु जरुरी छ। आँखा खोल्नु र उठ्नु जरुरी छ। आज हामी आम नागरिक नेपाल भएर अगाडि बढ्नको लागि हामी सबैसँग म आह्वान पनि गर्न चाहन्छु। त्यसै गरी आफ्नो छोटो मन्तव्य राखिदिनका लागि व्यवसायी तथा समाजसेवी श्री प्रकाश गोपालज्यू किरणज्यूलाई म विशेष अनुरोध गर्दछु। नेपाल सरकारले गरेको गलत निर्णयको विरुद्धमा वालिङ स्थित सम्पूर्ण आदरणीय जनसमुदायहरू स्वतस्फूर्त ढंगले न्यायिक पक्षमा उभिनु भएको छ। सम्पूर्णलाई साँझको यो समयमा म सन्ध्याकालीन नमस्कार तथा अभिवादन गर्न चाहन्छु। हिजो मात्रै सरकारले नेपाललाई लोड सेडिङ मुक्त नेपाल बनाउनको निम्ति असाध्यै महत्वपूर्ण भूमिका निर्वाह गरेको एउटा राष्ट्र सेवकलाई बर्खास्त गर्ने निर्णय गरेको छ। जुन निर्णय नेपाली जनताको इच्छा चाहना विपरीत छ, राष्ट्र समृद्ध बनाउने नेपालीहरूको चाहना विपरीत छ। त्यसकारणले यो निर्णय यो सरकारले तुरन्त निर्णय फिर्ता गरोस् र सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरूको उच्च मनोबल गिराउने काम नगरोस् भन्न चाहन्छु। नेपालमा नेपालको यो परिवर्तन खास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुँदै गइरहेको सन्दर्भमा नेपाली जनताले पटक आन्दोलन गरे, संघर्ष गरे र विभिन्न चुनावहरू मार्फत आफ्नो अभिमत जाहेर गर्दै नेपाललाई समृद्ध नेपाल बनाउने निम्ति, सुशासन युक्त नेपाल बनाउने निम्ति र रोजगारमूलक
एउटा राष्ट्र बनाउनको निम्ति र समृद्ध एउटा नेपाल निर्माणको निम्ति नेपाली जनताले यो पर्खिरहेको छ, यो चाहिरहेको छ। तर विडम्बना नेपालको यो वर्तमान अहिलेको नेपाली कांग्रेस र नेकपा एमालेको मिलेको केपी ओली नेतृत्वको सरकारले आफ्नो स्थापना कालदेखि नै नेपाली जनताको चाहना विपरीत, राष्ट्रको विकास र समृद्धिको चाहना विपरीत, परिवर्तनको विपरीत उनले आफ्ना हरकतहरू गरिरहेको छ र हरेक निर्णयहरू विवादास्पद प्रकारका गर्दै आइरहेको छ। हामी देखिरहेका छौँ नेपालमा यही वर्ष पहिलादेखि नै विभिन्न प्रकारका भ्रष्टाचारका फाइलहरू बाहिर आइरहेका छन्, जनताले उठाइरहेको छ। यति ओम्नीदेखि लिएर बाईवडीदेखि लिएर हरेक प्रकारका भ्रष्टाचारका फाइलहरू नेपाली जनताले उठाइरहेको छ। ती सबै फाइल खुला गर्ने कुरा, सबै फाइललाई निष्पक्ष गर्ने कुरा र साँच्चीकै भ्रष्टाचारलाई कारबाहीको दायरामा ल्याउँछ भन्ने एउटा अपेक्षा नेपाली जनताले गरेको थियो। त्यसको विपरीत अहिले तिनै भ्रष्टाचारलाई, तिनै गिरोहलाई, तिनै बिचौलियालाई अहिले यो सरकारले संरक्षण गरिरहेको छ, सबैलाई जोगाइरहेको छ। र अहिले जुन राज्यले तोकेको एउटा वक्यौतासम्म जुन विद्युत प्राधिकरणले 22 अरब जुन राज्यलाई बुझाउनु पर्छ र भनेको थियो, त्यसलाई पनि एउटा मिना गरिरहेको छ, त्यसलाई पनि छुट दिइरहेको छ। यसरी नेपाललाई झन् एउटा गरिबी बनाउने निम्ति, बेरोजगार बनाउने निम्ति र बिचौलियालाई पुस्ने जुन काम गरिरहेको छ, यो सरकारलाई खबरदार गर्न चाहन्छु। र यो सरकारले तुरन्त यस्ता खालका गलत क्रियाकलाप नगरिकन, गलत खालका मान्छेलाई संरक्षण नगरिकन नेपाली जनताको चाहना र इच्छा अनुसार अगाडि बढोस्। र यसरी नै अगाडि बढ्न जाने हो भने नेपालमा वास्तवमा भन्ने भने नेपाली जनताले गरेका बलिदानपूर्ण सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पनि वास्तवमा आयु घटाइरहेको अनुभूति नेपाली जनताले गरिरहेका छन्। यसरी दिन प्रतिदिन यो व्यवस्थालाई जसरी नेपाली जनताले राम्रो बनाउन खोजिरहेका छन्, यो सरकारले प्रुफ बनाइरहेको छ, यो सरकारले बदनाम गराइरहेको छ। र यो सरकारले यस्तै प्रकारको गलत क्रियाकलाप गरेकै कारणले आज पश्चिमगामी शक्तिहरू, हिजोका निरङ्कुश शक्तिहरू अहिले सडकमा आफ्ना अभिमत जारी गरिरहेका छन्। मान्छेले एउटा विकल्प खोजिरहेको छ। त्यस कारणले अहिले यो व्यवस्थालाई सुदृढ गर्ने कुरा, यो व्यवस्थालाई उत्कृष्ट बनाउने कुरा र यो व्यवस्था राम्रो गरेर लोकतन्त्रको विकल्प लोकतन्त्र हो भन्ने गरी यो व्यवस्थालाई सुदृढ गर्न जरुरी छ। त्यसकारणले यो व्यवस्थालाई सुदृढ बनाउनको निम्ति सम्पूर्ण नेपाली जनताहरू अग्रगमनको पक्षमा, सुशासनको पक्षमा, गणतन्त्र पक्षमा दृढतापूर्वक उभिनको निम्ति म अनुरोध गर्दै यस्ता गलत प्रक्रियाहरू, गलत प्रवृत्तिको विरुद्धमा सशक्त ढङ्गले आवाज उठाउनको निम्ति म आह्वान गर्दै यो हिजो गरेको सरकारले गरेको निर्णय तुरन्त फिर्ता गर्नको निम्ति आह्वान गर्दै म मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद। धन्यवाद। व्यवसायी समाजसेवी श्री प्रकाश देउपारेज्यू किरणज्यूलाई। आज देश विषम परिस्थितिमा उभिएको छ। तपाईँ हामी हिजोका ती अन्धकार एउटा मैले सानो कुलमान घिसिङको स्टोरी हेर्दै थिएँ। ध्वाँसोबाट उज्यालोतर्फ भन्ने थियो उहाँको। ध्वाँसोबाट उज्यालोतर्फ भनेको मैले के रहेछ भनेर यसो उहाँको स्टोरी हेर्दै जाँदाखेरि उहाँ 5 कक्षासम्म पढ्दाखेरि गाउँको एउटा कुनामा टुकीको बत्तीमा आफ्नो पढाइ र त्यो टुकीको बत्तीको पढाइबाट नाकबाट निस्किएको त्यो कालो छोक्रा, त्यसलाई ध्वाँसो भनेर एउटा उपनाम दिएर उहाँको आफ्नो एउटा जीवन कहानीमा पनि ध्वाँसोदेखि उज्यालोतर्फ र म नेपालको उज्यालोलाई हेर्न चाहन्छु भनेर लागेको मान्छेले आज देशमा लोड सेडिङ मुक्त उज्यालो नेपाल बनाउँदै गर्दा जुन तिरस्कार भेट्नु परेको छ, आगामी दिनहरूमा राम्रो काम गर्ने मान्छेलाई सरकारले सम्मान गर्नुपर्ने ठाउँमा तिरस्कार गर्न, बर्खास्त गर्न मिल्दैन र बर्खास्त गर्न हुँदैन पनि हामी भन्न चाहन्छौँ। त्यसै गरी हातमा लिएका मोमबत्तीहरू र अन्यहरूलाई पनि मोमबत्ती बाल्न दिएर यस विरोध सभालाई समर्थन गरिदिनका लागि म सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु र म केही नाराहरू भन्छु र यो बत्तीको जलनसँगै केही नाराहरू हामी यहाँ गुन्जायमान गर्नेछौँ र तत् गुन्जायमान पश्चात दुईटा साना मन्तव्यहरू, छोटा मन्तव्यहरू पश्चात आजको कार्यक्रमलाई समापन गरिने बेहोरा पनि म यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु।
कृपया वालिङ सेरोफेरोमा हुनुभएका वालिङ चोकको सेरोफेरोमा हुनुभएका सम्पूर्णले 5 मिनट बत्ती निभाएर अँध्यारो गराइदिनका लागि म विशेष अनुरोध गर्दछु। आजदेखि हामी उज्यालोबाट अँध्यारोतर्फ धम्किरहेको यो विरोध सभालाई साथ गर्नका लागि म विशेष अनुरोध गर्दछु। कृपया सबैले 5 मिनट बत्ती निभाइदिनका लागि म विशेष अनुरोध गर्दछु। वालिङ चोकमा रहेका पसलहरूले 5 मिनटका लागि कृपया बत्ती निभाइदिएर साथ दिनुका लागि म विशेष अनुरोध गर्दछु। म भ्रष्ट सरकार भन्छु, यहाँहरू मुर्दाबाद मुर्दाबाद भन्नुहोला। म लोड सेडिङ गर्न पाइँदैन, यहाँहरूबाट पाइँदैन भन्नुहोला। त्यस्तै गरी अँध्यारो हामीलाई भन्छु म, यहाँहरूले चाहिँदैन भन्नुहोला। त्यसै गरी कुलमान घिसिङ भन्छु म, जिन्दाबाद भनिदिनु होला। त्यसै गरी भ्रष्टाचारी चाहिँदैन भन्नुहोला। भ्रष्ट सरकार चाहिँदैन, भ्रष्ट सरकार चाहिँदैन, भ्रष्ट सरकार चाहिँदैन। लोड सेडिङ गर्न पाइँदैन, लोड सेडिङ गर्न भ्रष्टाचारी चाहिँदैन, भ्रष्टाचारी अँध्यारो हामीलाई भन्छु म, चाहिँदैन भनिदिनु होला। अँध्यारो हामीलाई कुलमान घिसिङ जिन्दाबाद, कुलमान घिसिङ भ्रष्ट सरकार चाहिँदैन, भ्रष्ट सरकार चाहिँदैन, भ्रष्ट सरकार। हस्, निभाइएका बत्तीहरू बाल्नका लागि म पनि विशेष अनुरोध गर्दछु र साथसाथै यसलाई हामी अब अन्त्यतातर्फ पनि जानेछौँ र सानो आफ्नो छोटो मन्तव्य राखिदिनका लागि समाजसेवी शिक्षक गुरु श्री टिकराज गुरुङज्यूलाई म विशेष अनुरोध गर्दछु छोटो मन्तव्यका लागि। धन्यवाद कार्यक्रम सञ्चालक प्रकाश भाइलाई। आज हाम्रा उज्यालोका नायक कुलमान घिसिङलाई सरकारले जसरी सुनियोजित ढंगबाट अपदस्थ बर्खास्त गरेको छ, यो विरोध कार्यक्रममा सहभागी हुनुहुने तपाईं तमाम वालिङवासी न्यायप्रेमी दाजुभाइ दिदीबहिनीहरूलाई मेरो हार्दिक सन्ध्याकालीन अभिवादन छ। देशमा जब लार्जेस्ट पार्टी र सेकेन्ड लार्जेस्ट पार्टी, जब देशमा लार्जेस्ट पार्टी र सेकेन्ड लार्जेस्ट पार्टी गठबन्धन गरेर सरकार बनाउन थाल्दछ, त्यही देशमा तानाशाहको सुरुवात हुन्छ। आज हाम्रो देशमा पहिलो बनेको एमाले र दोस्रो बनेको नेपाली कांग्रेसले गठबन्धन गरेर बनेको सरकारले देशमा जे गरे पनि हुने अनियमितता, भ्रष्टाचार, अनेक खालको टिकोरामोरो गरेर यो सरकार अगाडि बढिरहेको छ र आज हामीले जे जति अनियमितताहरू, जे जति समस्याहरू, जे जति भ्रष्टाचार हामीले भोगिरहेका छौं, ती सबै यो कोलिजन सरकार अथवा यो पहिलो र दोस्रो पहिलो सरकार पार्टीहरूको यो गठबन्धनको कारणले भइरहेको छ। यहाँ देशमा हरेक इमान्दार राष्ट्रभक्ति व्यक्तिहरूलाई बिस्तारै पन्छाइँदैछ। छानी उनीहरूलाई देशबाट विभिन्न पदबाट उनीहरूलाई पदच्युत गरिँदैछ, बर्खास्त गरिँदैछ। त्यसैले यस्तो कार्यक्रमहरूमा हामी सबै सानो फिलिङको जस्तै भएर भए पनि यो वालिङको चोकमा, वालिङको मोडमा, वालिङमा हामीले सानो विरोधको कार्यक्रमहरू गर्दै आइरहेका छौं र त्यसैको श्रृंखला स्वरूप आज हामी यो श्रृंखलामा
कुलमान घिसिङलाई बर्खास्त गरेको यो विरोधमा हामी यहाँ जम्मा भएका छौं र खुसी लाग्यो आजको यो कार्यक्रममा विभिन्न ठाउँबाट यतिको धेरै साथीहरू जुटेर यो विरोध कार्यक्रमलाई सम्पन्न गर्नको लागि सफल पार्नको लागि र ऐक्यबद्धता जनाउनको लागि जुन यहाँहरूले आफ्नो समय यहाँ दिनुभएको छ म यहाँ सबैलाई एकदमै हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यक्रमहरूमा पनि देशलाई जब दुख्छ देशलाई जब चोट पुग्छ त्यस्तो बेलामा हामी यहीँबाट यो देशका सरकार देशका भ्रष्ट मतियार सरकारहरूलाई चेतावनी दिने कामहरूमा पुनः जोडौं पुनः सँगै हामी हातेमालो गरौं भन्ने मेरो छोटो मन्तव्य यही अन्त गर्न चाहन्छु। हस्त जय देश जय कुलमान। धन्यवाद गुरु समाजसेवी श्री टिकराज गुरुङज्यूलाई। आजसम्म पूर्व र पश्चिम कहिल्यै मिलेको छैन। आजसम्म पूर्व र पश्चिम कहिल्यै मिलेको छैन। केवल त्यो मिलेको नेपालमा मात्र देख्न पाइन्छ। त्यो पनि राजनीति गर्न देश लुट्न र राष्ट्रिय ढुकुटी दोहन गर्नका लागि पूर्व पश्चिम एक ठाउँमा भएको छ। आजसम्म कहीँ हामीले देखेका थियौं देशमा आफ्नो सरकार र प्रतिपक्ष बनेर सरकार चलाउनु पर्ने ठाउँमा आज देशका ठूला दुई दलहरू एउटा ढिक्कामा बनेर पूर्व र पश्चिम कहिले मिल्ला जुन दिन सूर्य अस्ताउँछ त्यो दिन बल्ल पूर्व र पश्चिम मिल्न सक्छ। तर नेपालमा देशको राज्यको ढुकुटी दोहन गर्न भ्रष्टाचार गर्न र आफ्ना खल्ती भर्नका लागि पूर्व र पश्चिम एकै ठाउँमा मिल्ने देश राजनीतिक दल केवल नेपालमा मात्र पाइन्छ। हिजो आम नागरिकले दिएको त्यो मताधिकारको प्रयोग गर्ने हो भने एउटा पार्टी सरकारमा र अहिले सरकारमा भएको पार्टी प्रतिपक्षमा हुनुपर्ने हो। तर आज यिनीहरू एक ठाउँमा मिलेर एउटै बास्केटमा बसेर हामी आम नागरिकलाई मूर्ख बनाइरहेका छन्। यसतर्फ पनि हामी पूर्ण सचेत हुनु जरुरी छ। त्यसैगरी कुलमान घिसिङलाई जुन बर्खास्त गरियो अब केवल 3 महिना समय रहेको मानिसलाई विभिन्न आलोचना गरेर विभिन्न किसिमका प्रत्यारोप लगाएर अहिले बर्खास्त गरिएको छ। हुन सक्छ यो बर्खास्ती अहिले आज देशका विभिन्न कुना काप्चामा देशका विभिन्न शहरहरूमा विरोध सबै ठाउँमा भएको छ। त्यसैले गर्दाखेरि हामी वालिङवासीहरू पनि जब देशलाई पीडा पर्छ जब देशमा अराजकता निम्तिन्छ जब देशमा विकृति र विसङ्गतिहरू पैदा हुन्छन् त्यस्ता विकृति र विसङ्गतिहरूलाई आफ्नो पार्टीको झण्डालाई आफ्नो गोजीमा राखेर नेपालको झण्डालाई सिरोपोर गर्दै यस्तै कार्यक्रमहरूमा उपस्थित भइदिनका लागि पनि आगामी दिनहरूमा पनि म यहाँहरू समक्ष विनम्र अनुरोध गर्न चाहन्छु। त्यसका साथै बुटोल पावर कम्पनी लिमिटेडको विद्युत हामीले प्रयोग गरिरहेका छौं। अघिल्लो जेठदेखि बुटोल पावर कम्पनीको विद्युत महसुलमा भारी वृद्धि गरिएको थियो। हामी सबैको जागरूकताको कारणले एउटा आन्दोलन जारी रहेर संघर्ष समिति गठन गरेर एउटा उक्त विद्युतलाई बढाउन हुँदैन भनेर लागेका थियौं र आज 4 महिनासम्म हामीले त्यही शुल्कमा बालिरहेका छौं र वैशाख 1 गतेबाट लागू हुने गरी जेठको रिडिङबाट लागू हुने गरी बुटोल पावर कम्पनीले हामीले प्रयोग गरिरहेको विद्युतमा 45% देखि 75% वृद्धि गरेको छ। यस सम्बन्धमा पनि हामी यहीबाट बुटोल पावर कम्पनी लिमिटेडलाई उक्त वृद्धि अशोभनीय रहेको कारणले गर्दाखेरि तत्काल फिर्ता गर्नका लागि पनि यहीबाट जोरदार माग गर्दछौं र भोलि आइन्दा हाम्रो बजारमा हाम्रै ठाउँमा हामीले उपभोग गरिरहेको विद्युतको महसुलका लागि हामीले सम्पूर्ण व्यवसायदेखि लिएर आम वालिङवासीलाई आमन्त्रण गर्न कृपया उपस्थित भएर उक्त कार्यक्रममा विरोध सभामा पनि सहभागी जनाई आफ्नो सर्वसुलभ रूपमा
विद्युत गर्न पाउने अधिकार सुनिश्चितता गर्नका लागि यहाँहरूले साथ दिनुहुनेछ भन्नेमा पनि हामी विश्वास छौँ। यदि हामी निधायौँ भने अवश्य पनि जेठको रिडिङमा तपाईँले अहिले तिर्दै आउनुभएको 1700 भएर आउनेछ, 5000, 8900 भएर आउनेछ र बल्ल हामी जाग्नेछौँ। त्यसरी उक्त समयमा जाग्नुभन्दा समयमा नै उक्त मूल्य वृद्धि उपयुक्त छैन, सही र उपयुक्त मूल्य वृद्धि हामीलाई पनि स्वीकार्य छ भन्ने आधारमा हामी अगाडि बढ्नुपर्ने समय आएको छ। आज हामी राष्ट्रको लागि बोल्दैछौँ भने अन्ततः हामी आफ्नै क्षेत्रमा उपलब्ध गराउने बुटोल पावर कम्पनीले बढाएको विद्युत महसुलबाट कति पनि सचेत हुनका लागि र आगामी दिनमा हामी सामाजिक सञ्जालबाट नै यहाँहरूलाई जानकारी गराउँछौँ। बुटोल पावर कम्पनी लिमिटेडले गरेको यो चर्को मूल्य वृद्धिको विरोधका लागि पनि फेरि पुनः यसै ठाउँमा अथवा कुन ठाउँमा हुन्छ हामी जम्मा हुनुपर्ने बाध्यता भएको छ। यो बाध्यता पनि म यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु र उक्त विरोध सभामा पनि यहाँहरू सबैको साथमा साथ हातमा हात काँधमा काँध मिल्यो भने अवश्य पनि उक्त मूल्य वृद्धिलाई हामी फिर्ता गर्न नसके पनि केही समाधान गर्न सक्नेछौँ। यदि हामी मिल्यौँ भने, यदि हामी लागेनौँ र ओछ्यानमा सुतिरह्यौँ भने हाम्रा विद्युत महसुल जेठको रिडिङबाट मजाले बढेर आउनेछ र थाहा पक्का पनि पाइनेछ। र आजको यस विरोध सभालाई समापन गरिदिनका लागि युवा व्यवसायी समाजसेवी श्री सुरेन्द्र काफ्लेज्यूलाई विशेष अनुरोध गर्दै आजको यस विरोध कार्यक्रमलाई समापन गरिदिन विशेष अनुरोध गर्दछु। हस्त धन्यवाद। म पनि यहाँबाट निवेदन गर्दछु। जय देश, जय विद्युत, जय ऊर्जा, जय कुलमान। धन्यवाद आदरणीय दाजी प्रकाश अर्यालज्यू। आज हामी केका लागि उपस्थित भयौं र साथीहरू अथवा अग्रज साथीहरूले सरकारले गरेको गलत निर्णय विरुद्ध सम्पूर्णले जनतालाई सुसूचित गराइसक्नु भएको छ। सर्वप्रथम त सरकारले गरेको गलत निर्णय विरुद्ध हामीलाई अँध्यारो चाहिँदैन, उज्यालो चाहिन्छ, हामी उज्यालोमा बाँच्न चाहन्छौँ भनेर उपस्थित हुनुभएका सम्पूर्ण अग्रज अनि साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु म सुरेन्द्र काफ्लेको तर्फबाट। कुनै पनि राजनीतिक दल भन्दा माथि राष्ट्रहितको लागि कुनै पनि कार्यक्रम गर्दै गर्दाखेरि यहाँहरूको सहभागिता आगामी दिनमा पनि हुनेछ भन्ने अपेक्षा र उपस्थित सम्पूर्ण अग्रज साथीहरूलाई धन्यवाद दिँदै आजको यस कार्यक्रम समापन भएको जानकारी गराउँछु। र जाँदै अघि सुरु गरिएका नाराहरू एकपटक अन्त्यमा नारा सहित हामी यहाँबाट बिदा हुनेछौँ। कुलमान घिसिङ नेपाल सरकार लोड सेडिङ गर्न भ्रष्टाचारी अँध्यारो हामीलाई सम्पूर्णलाई धन्यवाद र जय कुलमान। फेरि आगामी कार्यक्रमहरूमा यहाँहरूको साथ सहयोग समर्थन फेरि पनि पाइनेछ भन्ने अपेक्षाका साथ सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रम फेरि समापन भएको जानकारी गराउँदछु। धन्यवाद। जय कुलमान।